हामीले त्यो तपाईँ हामी मिलेर दुईवटा कोठामा बसेर ओ यसलाई मन्त्री बताइदिउँ न 15 करोड पाउँछ हुँदैन त्यो सिद्धियो त्यो सिद्धियो ताली बजाउनु सबैजना ताली बजाउनु खै ताली बजा यस्तै हो सिद्धियो त ढुक्क हुन्न तपाईँहरू सिद्धियो भनेर है यो भयो ए म त मागमा थिएँ है अनि फिलिङ्समा आउँदो रहेछ कि अनि गइहाल्दो रहेछ भावना अनुसारको अन्तरिम सरकार बन्यो सो हामीले चाहिँ हाम्रो नेपाली जनताको भावना अनुसारमा जेनजीको भावना अनुसारमा सरकार जान्छ त्यहाँ है हामीले चुज गरेर जान्छ है अनि हाम्रो यो संविधान चाहिँ तपाईँको यो पुरा तपाईँको के हो यो संविधान तपाईँको पुरै त्याग गर्ने भनेको होइन है यो है संविधान हामीलाई चाहिँदो रहेछ हामीले बुझ्यौँ हजुर खारेज नगर्ने है यसलाई खारेज नगर्ने टेक्निकल कुरा बुझ्नु पर्यो नि त हामी जेनजी भने अहिलेको पुस्ताको जेनजी हो नि त त्यो भेगमा आएर संविधानै पुरा चाहिँदैन भनेर हुँदैन रहेछ क्या तपाईँ कति कानुनहरू हुँदो रहेछ क्या त्यसभित्र क्या त्यसले गर्दा नेसनल सेक्युरिटीको रिस्कहरू हुँदो रहेछ कति कुराहरू हुँदो रहेछ क्या